मम्मीहरु चाहिँ कस्तो सपोर्टिभ हुन्छ कि अब फुड रेसिपीहरु शेयर गर्छु नि त अनि मम्मीले चाहिँ टकटक सबै सामान मिलाइदिनुहुन्छ किनेर अनि छोरी आज मैले यो किनेर ल्याएको छु तिम्रो भिडियोको लागि यो बनाऊ है भन्नुहुन्छ कि अब यो लप्सीको अचारमा पनि मम्मीले चाहिँ किनेर ल्याएर पनि उमालेर यो केलाएर राखिदिनु भएको रहेछ अनि तिमीलाई भिडियो पनि हुन्छ अचार बनाऊ ल भन्नुभयो कि अनि मैले चाहिँ टक्क एउटा कराई लिए तोरीको तेल हाले सुकुमेल हाले 1 चम्चा जिराको सीड हाले 1 चम्चा सौंफ हाले आधा चम्चा मेथी र आधा चम्चा ज्वानो पनि हाले र यो रातो खुर्सानीलाई पनि यतिकै यो आधा गरेर हालिदिए क्या मैले चाहिँ अब यो हल्का ब्राउन भइसकेपछि यो चाहिँ आधा केजी भन्नुभएको थियो मम्मीले आधा केजी लप्सी किनेर ल्याउनु भएको थियो रे सो यसलाई चाहिँ अब केलाएपछि यसैमा एड गरिदिने र यसको बाहिरको पार्टको पनि प्युरे बनाएर अचार बनाउनलाई हुन्छ कि र मसलामा चाहिँ चिली फ्लेक्स नुन आधा चम्चा जिराको धुलो थोरै बेसार र कश्मीरी रेड चिली पाउडर 1 चम्चा जति हाले राम्रो कलरको लागि मसलासँग एकैछिन पकाउने यसलाई र यसमा चाहिँ अब मैले आधा कप जति चिनी पनि एड गरी 1 चम्चासम्म हाल्न सक्नुहुन्छ अलि गुलियो मन पर्छ भने मैले चाहिँ ठिक्कको बनाउनको लागि आधा कप हाले र त्यसपछि यसमा थोरै पानी पनि हाले खासमा चाहिँ त्यो लप्सी उमाल्दाखेरि त्यो पानी नै हाल्नु पर्ने थियो मम्मीले चाहिँ त्यो फाल्दिनु भएछ त्यही भएर मैले चाहिँ थोरै पानी हालेर लो हिटमा यसलाई एकैछिन पकाएँ हल्का लेदो लेदो नभएसम्म र यतिको भइसकेपछि अब यो बट्टामा पनि स्टोर गर्न मिल्छ यो लप्सीको अचार र लामो समयसम्म टिक्छ फ्रिजमा हाल्नु भयो भने अब यो रेसिपी तपाईहरुले पनि ट्राई गर्नु होला